नेपाली क्रिकेटको हरेक अपडेटको साथमा उपस्थित हुने गर्छौँ। यतिखेर हामी क्रिकेटको गफ गफ युट्युब च्यानलमा छौँ। नेपाल क्रिकेट सङ्घ क्यानले 38 पुरुष खेलाडीलाई सेन्ट्रल कन्ट्र्याक्टमा राख्दै नयाँ ग्रेडिङ सार्वजनिक गरेको छ। क्यानले सोमबार सार्वजनिक गरेको सेन्ट्रल कन्ट्र्याक्टमा A+ क्याटेगोरी थप गरिएको छ। A+ क्याटेगोरीमा रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने अटाएका छन्। क्याटेगोरी एमा आसिफ शेख, करण केसी, कुशल बुर्तेल र सोमपाल कामी छन्। यस्तै क्याटेगोरी बीमा आरिफ शेख, भीम सार्की, गुलसन झा, ललित नारायण राजवंशी र नन्दन यादव परेका छन्। अनिल कुमार शाह, अर्जुन कुमाल, बासिर अहमेद, विनोद भण्डारी, हेमन्त थामी, ईशान पाण्डे, कुशल मल्ल, लोकेश बम, शाहब आलम, शेर मल्ल र सन्दीप जोरा क्याटेगोरी सीमा परेका छन्। डेभलपमेन्ट क्याटेगोरीमा अर्जुन खर्ती, अर्जुन साउद, आकाश चन्द, विपिन खत्री, दीपक डुम्रे, देव खनाल, नारायण जोशी, पवन सराफ, रसिद खान, रिजन ढकाल, सन्तोष यादव, त्रितराज दास, युवराज खत्री, सागर ढकाल र प्रतिश छन्। A+ क्याटेगोरीमा परेका खेलाडीहरूले प्रति महिना 1,20,000 रकम पाउनेछन्। यस्तै A क्याटेगोरीमा परेका खेलाडीहरूले 1,00,000 रकम पाउनेछन्। क्याटेगोरी बीमा रहेका खेलाडीहरूले 75,000, त्यस्तै डेभलपमेन्ट क्याटेगोरीमा पर्ने खेलाडीहरूले 35,000 पारिश्रमिक पाउने तपाईँहरूलाई यो जानकारी गराउन चाहेँ। र महिला टोलीले पनि यो पारिश्रमिक अपडेट भएको जानकारी पाएका छौँ हामीले। नेपाल क्रिकेट सङ्घ क्यानले नयाँ सेन्ट्रल कन्ट्र्याक्ट जारी गरेको हो, जसमा 25 जना नेपाली खेलाडीहरू अटाएको जानकारी गराउन चाहे। नेपाल क्रिकेट सङ्घ क्यानले 25 महिला खेलाडीलाई सेन्ट्रल कन्ट्र्याक्टमा समेटेको छ। क्यानले सोमबार 25 खेलाडीलाई 4 क्याटेगोरीमा समेट्दै ग्रेडिङ गरेको हो, जसअनुसार क्याटेगोरी एमा कप्तान इम्दु वर्मा, उपकप्तान पूजा महतो, पूर्व कप्तान रुबिना छेत्री र पूर्व उपकप्तान सितारा नमगर रहेका छन्। त्यस्तै क्याटेगोरी बीमा कविता कुँवर, मनिषा उपाध्याय र सम्झना खड्का छन्। बिन्दु रावल, कविता जोशी, रिया शर्मा र रुबी पोदार क्याटेगोरी सीमा छन्। डेभलपमेन्ट क्याटेगोरीमा अनु खडायत, अस्मिना कर्मचारी, ईश्वरी विष्ट, काजल श्रेष्ठ, लक्ष्मी साउद, ममता चौधरी, रचना चौधरी, श्रोमा थापा, सावित्री धामी, साना प्रवीण, सिमना केसी, सोनी पाखरिन, सुमन विष्ट र यशोदा विष्ट रहेका छन्। यसअघि 19 खेलाडीलाई सेन्ट्रल कन्ट्र्याक्टमा राखेको क्यानले यसपटक बढाएर 25 पुर्याएको हो। क्याटेगोरी एमा पर्ने खेलाडीले मासिक 55,000, क्याटेगोरी बीमा पर्नेले 40,000, क्याटेगोरी सीमा पर्नेले 30,000 र डेभलपमेन्ट टिममा पर्नेले 25,000 मासिक पारिश्रमिक पाउने तपाईँहरूलाई नेपाली क्रिकेटको यो जानकारी गराउन चाहेँ। नेपाली क्रिकेटको हरेक अपडेटको साथमा उपस्थित हुने गर्छौँ। हामी क्रिकेटको गफ गफ युट्युब च्यानलमा छौँ। हाम्रो च्यानललाई मन पऱ्यो भने लाइक र सेयर गर्न नबिर्सिनुहोला। हस् त, आजको लागि यति नै।